तपाईहरुको भन्नुको मतलब त सिक्किममा पनि रुदेन सदा लेप्चा र जिटिए चिफ अनित थापा नै गएर त्यहाँ पानीको काम ल्याएको भन्ने त्यो मसिसको सिङ्का हामीले गर्ने रिचार्ज एभ्रिथिङमा ट्याक्स लागेको हुन्छ। यो सब गाइस, मेरो नाम राम बुजेल र फेरि पनि स्वागत गर्न चाहन्छु सम्पूर्णलाई मेरो नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ तपाईहरुलाई म मेसेज दिन चाहन्छु र यो मेसेज चाहिँ तपाईले पोजिटिभली लिनुहुन्छ भन्ने आशा राखेको छु। र यहाँनिर पछाडि देख्न सक्नुहुन्छ हाम्रो घरमा यो ड्रम काटेर मैले पिउने पानी स्टोर गर्ने जग्गा बनाएको। यो ड्रम माथिबाटको भाग चाहिँ युजलेस थियो अथवा यसको कुनै पनि काम थिएन, तर यो मुनिबाटको भाग चाहिँ मैले काटेर स्टक गर्ने बनाएको छु जग्गा। र यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर दुईवटा नालामा पानी आउँदैछ। एउटा नाला यो जेजिएमको हो, जल जीवन मिसनको ठुलो आउँदैछ त्यसमा पानी, र अर्को नालामा चाहिँ सानो आउँदैछ। र यो चाहिँ हाम्रो खोल्चाबाट डाइरेक्टली नेचुरल आउने गर्दछ सधैँ। र यो पानी चाहिँ हामीले बनायो भने राम्रै आउँछ, र पनि योभन्दा राम्रो चाहिँ प्रोपरली आउँदैछ जेजिएमको पानी। र धेरैवटा जग्गामा मैले भिडियोहरू देखेँ, धेरैवटा जग्गामा चाहिँ पानीको समस्याहरू परिरहेको छ। पानीहरू प्रोपरली आएको छैन, कामहरू राम्रो भएको छैन, पाइपहरू लाइनहरू जोडेको राम्रो छैन, पाइपलाइनहरूमा डिस्टर्ब पाइरहेको छ, ट्याङ्कीहरू प्रोपरली बनाएको छैन। दार्जिलिङमा धेरै फ्रड स्क्याम अथवा घोटाला भएको छ। इन कम्पेरिजन टु दिस यो हाम्रो गाउँमा भएको पानीको काम चाहिँ एकदमै राम्रो प्रोपरली भएको छ, 100% एक्सिलेन्ट भएको छ, प्रोपरली पानी पनि आइरहेको छ। अनि अर्को कुरा, कतिजना सिधा साधा मान्छेहरू अथवा कतिजना पब्लिकको भनाइ चाहिँ यो हुन्छ कि रुदेन सदा लेप्चा एमएलए अनि जिटिए चिफ अनित थापाको कारणले गर्दाखेरि चाहिँ यो पानी हाम्रो गाउँमा अथवा हाम्रो दार्जिलिङमा आएको भन्ने कुरा। र यो कुरामा कुनै पनि लजिक छैन, र जनताको यो जुन चाहिँ कन्फ्युजन आइरहेको छ मनमा, यो कुरा क्लियर गर्नुको लागि मैले यो भिडियो बनाएको। र तपाईँलाई म एउटा सिधा मेसेज दिन चाहन्छु, कुनै पनि पोलिटिसियन्सले डेभलपमेन्ट गर्दाखेरि तपाईँहरू पागल जस्तो भएर उहाँको पछि लाग्दैन, उनीहरूलाई ताली बजाउने, उनीहरूलाई माला लाउने होइन भगवान् सम्झेर। किनकि उनीहरूले गभर्मेन्टकोबाट सेलेरी थापेर उनीहरूले जनताको हितमा काम गर्छु, दार्जिलिङमा डेभलपमेन्ट ल्याउँछु, जनताको डिमान्डमा काम गर्छु भनेर नै उनीहरू त्यो सिटमा आएर सिट ओगटेको हो। उनीहरूलाई सेलेरी पनि पाएको छ प्रोपरली, सरकारले दिएको छ प्रोपरली सिट, कुन जग्गामा के कस्ता डेभलपमेन्ट ल्याउनुपर्छ भन्ने कुरा उनीहरूको हातमा हुन्छ, र उनीहरूले त्यो हेरेर काम गर्नुपर्ने, र त्यो विषयमा उनीहरूलाई पैसा पनि दिएको हुन्छ। र कुनै पनि पोलिटिसियन्सले आफ्नो गोजीको पैसा हालेर काम गरेको हुँदैन। उनीहरूलाई जग्गा जग्गामा कुद्ने गाडीदेखि एभ्रिथिङ, सेक्युरिटी गार्डदेखि एभ्रिथिङ उनीहरूलाई खाने कुराहरू खर्चहरू सबै सेलेरीमा उनीहरूलाई गभर्मेन्टले दिएको हुन्छ। तपाईँहरूले सोच्नुहुन्छ होला उनीहरूले हाम्रो लागि फ्रीमा गरिदिएको, उनीहरूले हाम्रो लागि कुदेको भनेर। यदि तपाईँहरू यस्तो सोच्नुहुन्छ भने त्यो एकदमै गलत कुरा हो। कुनै पनि पोलिटिसियन्सले आफ्नो गोजीको पैसा हालेर कुनै पनि जग्गामा डेभलपमेन्ट ल्याएको हुँदैन। कतिवटा केसमा हुन्छ जो सोसियल छ, लाइक अजय एडवर्डले पहिला गर्नुहुन्थ्यो फाउन्डेसनको पैसा युज गरेर, तर लगभग दार्जिलिङमा प्रायः पोलिटिसियन्स आफ्नो गोजीको पैसा हालेर चाहिँ कहीँ पनि जनताको हितमा काम गरेको मैले देखेको छुइनँ। पोलिटिसियन्स जिटिए चिफ रुदेन सदा लेप्चा एमएलएहरूको कारणले गर्दाखेरि यो पानी आएको होइन, यो अल ओभर इन्डियामा पानीको काम, जेजिएमको पानीको काम भयो। सिक्किममा पनि हेर्नु, सिक्किममा पनि भएको छ। तपाईँहरूको भन्नुको मतलब त सिक्किममा पनि रुदेन सदा लेप्चा र जिटिए चिफ अनित थापा नै गएर त्यहाँ पानीको काम ल्याएको भन्ने। यो जुन पानीको कामहरू हाम्रोमा आएको छ, पानीहरू हामी खाइरहेको छौँ, त्यसको लागि काम गर्ने पैसा हाम्रै पैसा हो। एउटा सानो सियो धरि किन्दाखेरि तपाईँले ट्याक्स तिरेको हुन्छ। कुनै पनि कम्पनीले कुनै पनि प्रडक्ट लन्च गर्छ भने डाइरेक्टली त्यो प्रडक्टको ट्याक्स कम्पनीले तिरेको हुँदैन, ट्याक्स कन्ज्युमर अथवा हामीले तिरेको छौँ। मान्नुहोस् यो एउटा मैले लगाएको भेस्ट 100 रुपियाँ पर्छ भने यसमा 12 देखि 15 रुपियाँ भित्रमा यसको ट्याक्स हामीले तिरेको हुन्छौँ। स्टेट ट्याक्स भयो, जिएसटी भयो, सेन्ट्रल ट्याक्स भयो, त्यस्तो ट्याक्सहरू हामीले अनेक प्रडक्टमा किनेको हुन्छौँ। कुनै पनि मान्छेले 1 करोड कमाएर खर्च गर्छ भने 18 लाखसम्म चाहिँ उसले ट्याक्स मात्रै तिरेको हुन्छ फ्रीमा सरकारलाई। र यही हाम्रो ट्याक्स उठाएको पैसा कलेक्सन भएर यो पानीको कामहरू हामीलाई दिएको हो। सोच्नुहोस्, हाम्रो मान्छेकोबाट दिनौँ कति सामान हामीले किन्छौँ, लुगादेखि एउटा कफी धरिमा ट्याक्स लाग्छ, एउटा सियो मसिसको सिङ्का हामीले गर्ने रिचार्ज एभ्रिथिङमा ट्याक्स लागेको हुन्छ। जिएसटी, गुड्स एन्ड सर्भिस ट्याक्स, त्यो ट्याक्सहरू रिटर्न भएर हामीलाई डेभलपमेन्टमा लगाएर यस्तो पानीको काम, रोडहरू ल्याएको हो। तपाईँहरू सोच्नुहोस् कति करोड जनता इन्डियामा छ र कति करोड जनता बाहिरबाट इन्डियामा आएर बसोबास गर्छन्, अनि तिनीहरूले कति दिनमा ट्याक्स तिर्छ होला, कतिवटा सामान किन्छ होला, त्योहरू तपाईँले एकपल्ट सोच्नुहोस्। त्यो कुराहरू सोचेर तपाईँले कुनै पनि पोलिटिसियन्सलाई क्रेडिट दिने काम नगर्नु होला। थ्याङ्क यू सो मच, बाई बाई।